Hello everyone. Hello. Welcome from jungle. हामी चाहिँ जंगली मल म चाहिँ भन्दा पनि म त खोज्नु त हैन के भिडियो बनाउनु अन्त खोज्नु पनि सकाउँछु अलिअलि खोज्नु पनि अलिअलि सकाउँछु म फुल रोप्ने मल खोज्न आको आप्पा आमा माइल्यासु रकङ्कल छौँ यहाँ पर बाटो चाहिँ यस्तो छ अप्ठ्यारो भगवान बुद्ध ए आमा ए यस्तो उकालो छ है बाटो चाहिँ जङ्गल जाने चाहिँ अब चाहिँ हामी मल खोजेको देखाउँछु ल म पनि मल त दामी निकाल्छु नि यहाँ पनि खोल्चा छ यता खोल्चा है खोल्चा मल त म पनि दामी निकाल्छु नि पहिला पनि आएको थिएँ पहिला पनि आएको थिएँ म चाहिँ मल खोज्नु आमाहरूसँग आमा र नानासँग अन्त म पनि मल खोज्नु चाहिँ सक्छु बोक्नु सक्दिनँ अन्त अप्ठ्यारोमा हिँड्नु सक्दिनँ त्यति मात्रै हो बाँकी चाहिँ म सक्छु मल चाहिँ यस्तोतिर खोज्नुपर्छ हो यस्तोतिर खोज्नुपर्छ रुखको फेदतिर चिलाउनेको रुख हो चिलाउनेको रुख यस्तो चिल्लो पारेर चाहिँ मल खोज्नु पर्ने हुन्छ अन्त फुल रोप्नु सजिलो कहाँ छ मल खोज्नु साह्रो बिउ ल्याउनु पर्यो ट्युब ल्याउनु पर्यो भर्नु पर्यो त्यो रोपेपछि बाँच्छ बाँच्दैन फुलेपछि माग्छ फुलेपछि दामी देख्छ सबैले वाउ कस्तो दामी फुलेछ हामीलाई पनि देऊ न भन्छ तर त्यस्तो सजिलो छैन नि मल खोज्नु फुल्दा मात्रै मजा आँखामै गामायो अर्को पल्ट मलाई पनि बिउ देऊ भनेर कम्ती हुँदैन फुल खोज्दा मात्रै मजा आउँछ ए फुल फुलेको देख्दा मात्रै तर मल देखाउनु निकाल्नुदेखिको लिएर फुलाउनुसम्म कति कष्ट छ कति कष्ट छ भने हामी घरबाट निस्केको चाहिँ झन्डै 15 मिनट भयो होला भाइ 15-20 मिनट बादमा मात्रै हामी आइपुग्दैछौँ मल खोज्ने जग्गामा अझ कति आज पनि 10 मिनट ज्यादा लाग्छ अरे आई डोन्ट नो भनेपछि आधी घन्टा चाहिँ लाग्नेछ मल खोज्नु जग्गामा पुग्नु यहाँ पनि छ हाम्रो एकजना हतारे देवान बाटो हेर्नु भन्दै मलाई उयो गर्दैछ रकङ्कल बनाएको अरे तीनजना भएर बाटो बनाएको अरे खोइ यहाँको पानी चाहिँ यो पनि खोल्छ है त ए यो बाटो कि क्या हो भगवान कसरी हिँड्नु म सुन्तला छैन सुन्तलाको बोट चाहिँ सुन्तला बारी उहिलेको आमा उहिलेको सुन्तला बारी अरे यो चाहिँ उहिलेको सुन्तला बारी छैन यसो तर सुन्तला चाहिँ भादेखि त खानु पाउँथ्यो एउटा सुन्तला त साँच्चै नै पुरा रहेछ त बोट त स्टार्ट रेडी हुँदैछ है अब मल खोज्नुलाई लु हो जङ्गलहरू पनि बढालेर यस्तो चिल्लो बनाउँदो रहेछ लु यस्तो दामी छ हाम्रो जङ्गल दुईजना चाहिँ मल नखोज्ने अरे भन्दैछ लु है लु अब भट्टाभट मल खोज्नुमै बिचमा घटै नजानु नजिक पो अरे लु है के भन्नु पहिला जम्मा गर्छु नि म घामले चियाउनु थाल्यो जङ्गलमा मल खोज्नु न के फाँडिरहनु भएको पत्ताहरू सबै त्यसलाई फ्याँक्नुपर्छ फेरि हो
मलको पार्टीहरू झाडु ल्याउनु भएको भए त म बढाल्थेँ नि पहिला पनि मैले त्यस्तै गरेको थिएँ यहाँ चाहिँ घाँसको पार्टी के दामी चिल्लो बनाएछ जङ्गलमा पनि हेर्नु यहाँ सफा अब त्यहाँ पनि आमाहरूले यस्तै बनाउँछ सफा हुन्छ अलिक उयो गर्नु नि त मलाई ढाडी खेर कता पुरै छ यति चिल्लो हुँदा चाहिँ खै कति निस्क्यो आधा बोरा खै देखाउनु त हेरौँ ए आधा बोरामा अलिकति ज्यादा कङ्कल भारी पुग्यो यता नहेर्नु हात काट्यो भने मलाई नलाउनु मैले यसो भारी पुग्यो दुईटा बोरा ल्याउनु भएको यहाँ पनि एक भारी खोजिरहेको छ नि त आसुले ए अब कहाँ खोज्नु म चाहिँ कहाँ खोज्नु अब म चाहिँ कहाँ खोज्नु कनाउनेको फेदमा पाउनुपर्छ अरे नि त खोइ कनाउनेको बोट चाहिँ कुन चाहिँ हो कनाउनेको बोट कुन चाहिँ हो कनाउनेको बोटको फेदमा चाहिँ मल पाउँछ अरे है बुझिराख्नु है सबैले कनाउनेको 10-11 बोरा चाहिँ स्टक गऱ्यो नि एक सालमा भइहाल्छ ज्यादा होइन 10-11 है ठिक छ ल ठिक छ किन बोक्नु भयो अन्त आमाको टाउकोमा ओर्ने हाम्रो लुगाकोले भेष हो भेषको बाउला पत्ता चाहिँ फ्याँक्दैछु अन्त मल चाहिँ छ कि यहाँनिर आएको पत्ता मसिनो त नफ्याँक्न टुक्रेको पत्ताहरू छ ए अन्त कहाँ मसिनो त फ्याँकेको छैन ए बाँसको पत्ताहरू पनि हटाउँछ बाँसको पत्ताहरू यहाँ त छैन हौ रुखको फेद हेरेर खोज न अन्त त्यो रुखै छैन त्यहाँ ए अब त्यो त्यहाँ रुख छ त यहाँ तल आउँछ नि त पात अन्त यतै ओह्रालै यस्तो चिलाउने घारीमा हो न यो चिलाउने घारीमा खोज्यो भने चाहिँ मल राम्रो पाउँछ ऊ तल एक भारी पुग्यो तल हो एक भारी पुग्यो जम्मा पारेको देखाउनु कनाउने गाडीमा खोज्नुपर्छ मल चाहिँ यो चाहिँ कनाउनेको बोटर है चिलाउने हो ए बोटर है कनाउनेको रुख ओ एकजनालाई घाँस खोज्दैछु फेरि ओ पुग्यो भारी पुग्छ होला एकजना ओ मैसा देख्दैन एकजना चाहिँ ऊ तल छ देखाए तल त के खानु भएको थियो तिर्खा लाग्यो नि जङ्गलमा किसिम पाउँछ अमला खानु भएको नदुई खान्छ खाने खोइ देखाउनु त खोइ बोकिराख्नु न अहिले घरमा गएर धोएर मजाले पुस्नु त त्यसको झुस जान्छ त यो गुले गुले हुन्छ अनि खान्छ र कङ्कल खान्छ
गोजीमा काम नपाउनेहरू चाहिँ को हो यस्तो लु के गर्नु आउँछ हौ यहाँनिर घाँसको भारी पुगेछ मलको भारी पुग्यो ल्या आमाले मात्रै बोकेर आयो त अन्त दुध 2 भारी लु खोइ तपाईँको 1 भारी अङ्कलको चाहिँ घाँस हो है के भन्नु अन्त डग कहाँ हो रक अङ्कल हो कि के हो अङ्कल भन्नु त लु हिँड्नु बस्यो त जङ्गलभित्र चाहिँ घाम छैन यहाँनिर चाहिँ के दामी घाम लागिरहेको है मलको भारी बोक्ने म त सुन्तलाको बोट देखेर खानु मन पर्यो तर फलेकै छैन त्यहाँभित्र चाहिँ घामै छैन जङ्गलभित्र चाहिँ घामै नआउँदछ माइदेसु बिस्तारै हिँड्नु है बिस्तारै हिँड्नु यस्तो अप्ठ्यारो बाटोमा म त कसरी हिँड्नु भगवान् हेर्नु मल 2 भारी मल बोकेर खोइ माइदेसु कहाँ पुग्यो यहाँ चाहिँ आप्पाहरू आउनुहुँदैछ है लु छिटो आउनु ए भगवान् आमा र आसु चाहिँ अगाडि गइसक्नु भयो हो आप्पाहरू चाहिँ यहाँ आउनु हुँदैछ के भन्नु अब चाहिँ हामी फर्किँदैछौँ घर होइन ए मलाई बोकेन चाहिँ नभन्नु होला किनभने म आफै एक्लै त हिँड्नु सक्दिनँ एक्लै त हिँड्नु साह्रो पर्छ यस्तो अप्ठ्यारोमा मल बोकेर कसरी हिँड्नु इट्स इम्पोसिबल फर मी ओके उहाँबाट मल खोज्दा चाहिँ जाडो भएको थियो कि घामै थिएन नि त जङ्गलभित्र यता निस्केर त घाम तिलिली देखेको गरम पो भयो बित्थामा लागेको स्वेटसर्ट भनेको जस्तो तर अघि जङ्गलभित्र चाहिँ जाडो भएको थिएन तर उयो एकै पो गरम भएको थिएन चिसै थियो ल है हामी चाहिँ आधा बिचमा सक्यौँ पहिला हामीले यहीँ खोजेको मल है आमा अब यो उकालो जानुपर्छ बाटो हेर्नु यस्तो अप्ठ्यारो छ यो उकालो जानुपर्छ हो जङ्गल पनि हेर्नु नि कम्ती दामी देख्दैन हौ हाम्रोतिर त कस्तो राम्रो देख्छ जङ्गल पनि हाम्रो चाहिँ बिसाउनु न यस्तो उकालो छ है यहाँ चाहिँ अप्ठ्यारो छोड्नु रक अङ्कल पनि हुन्छ अरे मलाई ढाल्यो होला हौ खिच्छु यस्तो उकालो छ यहाँ चाहिँ ल बिसाउनु भएको बिस्तारै जानु है यहाँनिर चाहिँ पानी झर्नाहरू पनि छ है हाम्रो जङ्गलमा चाहिँ यस्तो झर्नाहरू पनि छ है लु यस्तो दामी के भन्नुभयो के देखाउनु ढुङ्गा हेर्नु नि फेरि आमामा यस्तो डरलाग्दो ढुङ्गाहरू हेर्नु आमा अब चाहिँ हामी पुग्नु यहाँ टिमै यो अम्लिसहरू चाहिँ सबै हाम्रो तलसम्म छ हायापा कहाँ उयो यो माथिको तलसम्म छ यहाँ चाहिँ हाम्रो अम्लिसो हो यहाँबाट चाहिँ यस्तो दामी भ्यू देख्छ हेर्नु त अब चाहिँ हामी पुग्नै आँट्यौँ घर पुग्न आँट्यौँ भन्दा पनि अब अलिकति ओह्रालो झर्नु पर्छ यहाँनिर चाहिँ ग्राउन्ड देख्छ हामी त छेल्दा पर्छ ग्राउन्ड त है जङ्गल अघि उहाँबाट त जङ्गलमा त घामै यति बेला कहाँ बिहानै देख्छ नि त उयो जङ्गलमा त घामै थिएन जाडो न जाडो भएको थियो यहाँ अन्त अब चाहिँ पुगीमा उयो घरहरू देख्दैछ यहाँ तलनिर हरियो निलो पहेँलोहरू हो त्यहीँतिर चाहिँ जानुपर्छ हामी गुम्बा पनि देख्दै रहेछ त्यहाँ यो बाँसघारीले चाहिँ छेलेको छ नि त हाम्रो घरहरू यो गुम्बैदेखिको मुनि चाहिँ जानुपर्छ हामी
अब चाहिँ हामी पुग्यौँ भन्दा पनि भयो आमाहरू चाहिँ तल पुगिसकेछ पर्खिनै भनेको त पर्खिएनछ लु है अब चाहिँ हामी लगभगै भन्दा पनि लगभगै नाम आइयै पुग्यौँ घर बिहान गएको हामी 9 बजी गएको है हामी 9 बजी गएको अहिले भयो 11:30 हुन आँट्यो भनेपछि कति घन्टा 2.5 घन्टा जस्तो 10, 11, 11:30 2.5 घन्टामा अलिक कम्तीमा चाहिँ हामी आइपुग्यौँ हो आमा र आसु चाहिँ अगाडि गइसक्नु भयो अन्त टकङ्कल र आप्पा चाहिँ पछाडि छ मेरो अन्त म चाहिँ छु बिचमा आमा र आसु त पुगिसक्यो नि होला भयो अब चाहिँ हो आमा र आसु त पुगिसक्यो होला हामी पनि पुग्छौँ अब 2 मिनटमा पुग्छौँ बाई बाई थ्याङ्क यू फर वाचिङ मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब डल्लै गर्नु होला बाई बाई घाँसको भारीसँग बाई बाई